सबैमा मेरो माया नववर्ष 2083 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु तपाईँ सम्पूर्णलाई। आज हामी डहमा घुम्न आएका छौँ यो मन्दिरमा दर्शन गर्नको लागि। हामी पुरा फ्यामिली छौँ। यो डह हो, एकदम रमणीय ठाउँ। आज नयाँ साल भएर होला सायद आज मान्छेहरू धेरै घुइँचो छ, एकदम रमाइलो छ है। यो चाहिँ तपाईँ देश विदेशबाट हेर्दै हुनुहुन्छ भने डहलाई दर्शन गर्नु होला, पारोकुने डहलाई। नानी अनि हामी सबै एकदम रमणीय ठाउँ छ। आउन सक्नुहुन्छ तपाईँहरू फोटोसोटो खिच्न, रमाउन, दर्शन गर्न। ढुङ्गा नमस्ते नमस्कार सबैमा मिठो माया। यो त पूजा गर्नलाई हो, सामान किन्न जानुहुन्छ भने लाइनमा होइन त दर्शन गर्न मात्रै आएको। अहिले त्यसो सोचेर आएन त, पूजा त घुमाउन भयो अहिले। दर्शन त भारत गर्ने मन्दिर हो। सर घुमाउन पहिला हामी जानु मिल्छ त? जहाँको पानी निलो हरियो छ, गहिरो माछा हो एकदम। दर्शन गर्नको लाइन सबै लाइनमा बस्नु भएको छ। जाम होइन भक्तहरूको एकदम भिडभाड छ। हेर्नुहोस् डानपेटी हो त, डानपेटी फुल्ला गराउने के काममा मान्छे रहन्छ। जाम पारे हाल्नु फेरि पहिला आउनुहोस् न। भक्तहरूले दर्शन गरिरहनु भएको छ। यो मन्दिर हो। पूजालाई सब किनेर लिएर आयो भने त हाम्रो दर्शन गर्न मात्रै आएको त हो। यो एकदम भक्तहरूको घुइँचो छ, भिडभाड छ। आज नयाँ वर्षमा हामी पुरा फ्यामिली आएका छौँ। जाम फेरि हेर्नुहोस् एकदम राम्रो
एकदम आनन्दमान हुने। तपाईहरु पनि आउन सक्नुहुन्छ है देश विदेश हुन्छ भने भेडा र भालुलाई काट्छ पहिला पानी छ एकदम रमणीय ठाउँ। यसले कति दुई दिनु त मन गर्छ त्यसले जहाँ गए पनि अब तपाईँले गर्नु म दर्शन गरेर म दर्शन गरेर जान्छु तपाईँले गर्नेमा गर्नुहोस् भइगयो त्यो गरे पनि दर्शनमा त गर्नु के चारो चारो हालिदिउँ न अङ्कल बखरी माछालाई यता हेर्नुहोस् यता यता हेर्नुहोस् यता सबैमा मिठो माया धेरै सम्झना छ। आज नववर्ष 2023 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु देश तथा विदेशमा छरेर बस्ने तपाईँ सम्पूर्णलाई। हो यतै माला सर किन मन्दिरमा हामी दर्शन मात्रै गर्ने आउनु नानी पूजा सामान लैजानु आउनुहोस् नानी आउनु नानी आउनुहोस् नानी के लाग्ने होइन यो पूजा गर्नलाई सामान सबै पाइन्छ यहाँ। आउनु नानी पूजा सामान लैजानु आउनुहोस् आउनु नानी आउनुहोस् अरे वाह किन न अङ्कल अङ्कल चारो चारो दर्शन गर्ने जाने भक्तहरू एकदम घुइँचो छ है एकदम जुराब सर हुन्छ यता चाहिँ जुरा चप्पा राख्ने ठाउँ एकदिन छर्दिनुहुन्छ ल है दर्शन गरौ सबैले अहिले भन्नुपर्छ त गोजीमा गोजीमा हाल्दैन तार जुटान खै त यता आइदिनु न तपाईँ ल अर्को एउटा हेराएर के एउटा के भयो भिजाने यो पालसँग कहाँ त्यस्तोहरू गइराख्ने पालायो छैन पहिला कति लाग्यो अझ पैसा कति लान्छ हेर्नुहोस् त अझ
म त हालिदिने गर्छु यहाँ जहाँ पनि दर्शन गरे भइयो त म हालिदिएको दान हालिदिउँ मम्मी का नाम छ ना सर घुमेर गए पनि हुन्छ कि अनि जान पाइएन नि दर्शन गर्ने जानु थियो